परमेश्वरको उपस्थितिको 3 आयामहरू छन् अनि यी तीनै आयाममा जिउनको लागि परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ। आमेन। परमेश्वर उपस्थिति मध्ये पहिलो उपस्थिति चाहिँ हो सर्वव्यापी उपस्थिति। सबैले भन्नुस् न, सर्वव्यापी उपस्थिति। अनि यो सर्वव्यापी उपस्थिति भनेको परमेश्वर चाहिँ सबै ठाउँमा एकै पटक उपस्थिति हुनु, अर्थात् एकै समय सबै ठाउँमा परमेश्वरले आफ्नो उपस्थिति दिनुहुन्छ। उहाँ एकै पटक सबै ठाउँमा उहाँ देखिन सक्नुहुन्छ। आमेन। उहाँबाट हामी लुक्न सक्दैनौँ, उहाँबाट हामी छुप्न सक्दैनौँ। आज यो शनिबारको दिनमा है यो विश्वको धेरै जग्गाहरूमा संगति भइराखेको छ। सबै ठाउँमा परमेश्वरले आफ्नो उपस्थिति दिइराख्नु भएको छ, कारण उहाँ सर्वव्यापी हुनुहुन्छ। आमेन। यो सर्वव्यापी उपस्थिति भनेको चाहिँ सबै ठाउँमा एकै पटक उपस्थित हुनु। हामी सर्वव्यापी छैनौँ। अहिले म पोखरामा यो भवनभित्र बोलेको छु, म यही सीमित छु, तर परमेश्वर सीमित हुनुहुन्न, उहाँ असीमित हुनुहुन्छ। आमेन। परमेश्वरको उपस्थिति सीमित छैन, परमेश्वरको उपस्थिति असीमित छ। अनि परमेश्वरको 3 प्रकारको उपस्थिति मध्ये पहिलो उपस्थिति चाहिँ सर्वव्यापी उपस्थिति हो। आमेन। परमेश्वर अदृश्य हुनुहुन्छ तर उहाँ अस्तित्वमा हुनुहुन्छ। उहाँको उपस्थिति सबै ठाउँमा छ। उहाँले नदेख्ने कुनै जग्गा छैन, उहाँले सबै ठाउँलाई देख्नुहुन्छ। बाइबलले भन्छ परमेश्वरको अगाडि सबै कुरा छर्लङ्गै छ, सबै कुरा नाङ्गो छ। आमेन। भजन 139 मा दाउदले यसरी प्रार्थना गरेको छ, तपाईको उपस्थितिबाट म कहाँ भाग्न सक्छु र? म आकाशमा गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, म गहिराईमा गए भने पनि तपाईँ त्यहाँ हुनुहुन्छ। तपाईको उपस्थितिबाट म भाग्न सक्दिनँ, तपाईको उपस्थितिबाट म लुक्न सक्दिनँ भनेर दाउदले परमेश्वरसँग प्रार्थना गरेको छ। यो चाहिँ परमेश्वरको सर्वव्यापी उपस्थिति हो। आमेन। परमेश्वरको उपस्थिति सबै ठाउँमा छ। परमेश्वरले आफ्नो उपस्थिति सबै ठाउँमा एकै पटक दिन सक्नुहुन्छ। अनि दोस्रो उपस्थिति चाहिँ बास गर्ने उपस्थिति। सबैले भन्नुस् न, बास गर्ने उपस्थिति। बाइबलमा हामी देख्न सक्छौँ पुरानो करारमा परमेश्वरको उपस्थिति मन्दिरमा बास गर्थ्यो, सन्दुकमा बास गर्थ्यो, तर नयाँ करारमा परमेश्वरको उपस्थिति तपाईँ र म भित्र बास गर्छ। नयाँ करारमा तपाईँ र म जीवित परमेश्वरको मन्दिर हो, परमेश्वरको उपस्थिति तपाईँ र म भित्र बास गर्छ। हालेलुया। त्यसैले 1 कोरिन्थी 3 को 16 मा हामी देख्न सक्छौँ, के तिमीलाई थाहा छैन तिमीहरू पवित्र आत्माको मन्दिर हो, परमेश्वरको आत्मा तिमीहरू भित्र बास गर्नुहुन्छ। हामी भित्र बास गर्ने उपस्थिति दोस्रो प्रकारको उपस्थिति। र तेस्रो चाहिँ प्रकटीकरणको उपस्थिति। सबैले भन्नुस् त, प्रकटीकरणको उपस्थिति। अनि यो प्रकटीकरणको उपस्थिति चाहिँ कस्तो प्रकारको उपस्थिति हो भने जहाँ परमेश्वरको उपस्थिति अदृश्यबाट देखिने रूपमा प्रकट हुन्छ। आमेन। जहाँनिर परमेश्वरले आफ्नो उपस्थितिलाई जब प्रकट गर्नुहुन्छ त्यहाँनिर देखा पर्छ, केही कुरा देखा पर्छ। जब परमेश्वरले आफ्नो उपस्थितिलाई प्रकटीकरणको उपस्थितिलाई प्रकट गर्नुहुन्छ त्यहाँनिर घटना घट्छ। हालेलुया। हामीले मानिसहरूले भन्दै गरेको सुन्छौँ नि, प्रभुले मलाई छुनुभयो, मैले येशूलाई देखेँ। हालेलुया। यो प्रकटीकरणको उपस्थितिमा हुने घटना हो। प्रार्थना गर्दै गर्दाखेरि बिरामी तुरुन्तै निको हुनु, यो प्रकटीकरणको उपस्थिति भित्र हुने कामहरू हो। प्रकटीकरणको उपस्थिति जहाँनिर परमेश्वरको उपस्थिति चाहिँ देखिने रूपमा प्रकट हुन्छ, हामी परमेश्वरको उपस्थितिलाई महसुस गर्न सक्छौँ। आमेन। यो चाहिँ प्रकटीकरणको उपस्थिति हो। आमेन। त्यसैले धेरै सेवकहरू, धेरै विश्वासीहरूलाई सर्वव्यापी उपस्थितिको बारेमा थाहा छ, भित्र बास गर्ने उपस्थितिको बारेमा थाहा छ,
तर धेरै विश्वासी र धेरै सेवकहरू प्रकटीकरणको उपस्थितिमा जिराखेको हुँदैन, उनीहरूको जीवनमा प्रकटीकरणको उपस्थिति देखा परिराखेको हुँदैन। तर म तपाईलाई उत्साहित गर्न चाहन्छु, हामी तीनै प्रकारको उपस्थितिमा जिउन जरुरी छ। आमेन, हालेलुया। हाम्रो परमेश्वर चाहनुहुन्छ हामी तीनै प्रकारको उपस्थितिमा जिएको। हालेलुया। उपस्थिति भन्ने शब्द चाहिँ हिब्रू शब्द पनिमबाट आएको, जसको अर्थ चाहिँ के हुन्छ भने उहाँको मुहार, उहाँको अनुहार। उपस्थिति हिब्रू शब्द पनिमबाट आएको, जसको अर्थ चाहिँ यो हुन्छ परमेश्वरको मुहार, परमेश्वरको अनुहार। तपाईको उपस्थितिमा बस्न चाहन्छु, तपाईको मुहारलाई सधैँ हेर्न चाहन्छु। येशूले चाहेको जीवन जिउँदैछु, येशूले चाहेको जीवन जिउँदैछु। परमेश्वरको उपस्थिति भनेको परमेश्वरको मुहार हो, परमेश्वरको अनुहार हो। आमेन। त्यसैले परमेश्वरको उपस्थितिमा बस्नु भनेको नि उहाँको मुहारलाई हेर्नु हो। परमेश्वरको उपस्थितिमा बस्नु भनेको उहाँको अनुहार अर्थात् उहाँसँग आम्ने सामने हुनु हो। अहिलेको समयमा हेर्नुहोस्, विश्वासीहरूलाई प्रार्थना गर्न गाह्रो हुन्छ। धेरै व्यक्तिहरूले त, धेरै विश्वासीहरूले त दिनमा 1 घण्टा पनि प्रार्थना गर्दैन। बिहान उठ्दाखेरि धन्यवाद, खाना खाने बेलामा धन्यवाद, सुत्ने बेलामा धन्यवाद, सकियो। प्रार्थनाको जीवन छैन, बाइबल अध्ययनको जीवन छैन। किन? प्रार्थना गर्न झ्याउ लाग्छ, वचन पढ्न झ्याउ लाग्छ, परमेश्वरको उपस्थितिमा बस्न बोर लाग्छ। फिल्म हेर्ने हो भने 3 घण्टाको फिल्म टोयलेट नगई हेर्नु सक्छ। तर जब परमेश्वरको उपस्थितिमा बस्ने कुरा आउँछ, जब प्रार्थना गर्ने कुरा आउँछ, जब परमेश्वरको वचन अध्ययन गर्ने कुरा आउँछ, त्यही बेलामा आउँदै नआएको कुराहरू आउँछ। किनभने परमेश्वरको उपस्थिति हामीले के सम्झिराखेको छौँ? बोर, गाह्रो। एकजना प्रभुको जनले भन्नुभएको थियो, रातिमा निन्द्रा लाग्दैन, ट्याब्लेट खानुपर्छ, ट्याब्लेट खानु पर्दैन, एउटा उपाय छ। निन्द्रा लागेन भने बाइबल पढ्यो भने एकैछिनमा निन्द्रा लाग्छ। बाइबल पढेपछि भइहाल्छ। प्रभुको उपस्थिति अहिले विश्वासीले के भएको छ? बोर भएको छ। र थाहा छ परमेश्वरको उपस्थितिको महत्त्व जो व्यक्तिले बुझेको छ नि, त्यो व्यक्तिले यसो भन्छ, प्रभु अरू ठाउँको 1000 दिनभन्दा तपाईको भवनको 1 दिन मेरो लागि उत्तम छ। तपाईको भवनको ढोके बनाउनुहोस्। हालेलुया। प्रभुको उपस्थितिको महत्त्वलाई नबुझ्नेलाई चाहिँ बोर छ। व्यक्तिलाई स्वर्गीय पनि बोर लाग्छ। तर जसले महत्त्वलाई बुझेको छ नि, परमेश्वरको उपस्थिति नै त्यो व्यक्तिको लाइफ स्टाइल हुन्छ। प्रभुको उपस्थितिमा बस्ने कुरा। आमेन। त्यसैले परमेश्वरको उपस्थिति भनेको परमेश्वरको मुहार हो, परमेश्वरको अनुहार हो। जसै तपाईँ र म परमेश्वरको उपस्थितिमा जान्छ, अर्थात् प्रार्थनामा, वचन अध्ययनमा, प्रभुको नाउँमा जब हामी केही कुरा गर्छौँ, प्रभुको उपस्थितिमा जान्छौँ, हामीले परमेश्वरको मुहारलाई हेर्छौँ, हामीले परमेश्वरको अनुहारलाई हेर्छौँ। आमेन। हामी कति प्रभुको उपस्थितिमा बस्छौँ? हामी कति घण्टा प्रभुसँग प्रार्थनामा बस्छौँ? हाम्रो सम्बन्ध प्रभुसँग कस्तो छ? अहिलेको विश्वासीहरूलाई हरेक कुरा थाहा छ, के गर्ने के नगर्ने थाहा छ। अहिलेको समयको सबैभन्दा ठुलो समस्या भनेको नि दशांश नदिनु होइन, भेटी नदिनु होइन, संगतिमा नआउनु पनि होइन। तर अहिलेको विश्वासीको सबैभन्दा ठुलो समस्या भनेको परमेश्वरको उपस्थितिमा नबस्नु हो। हेर्नुहोस्, परमेश्वरको उपस्थितिमा बस्ने कुरा आउँछ, गाह्रो भइहाल्छ विश्वासीलाई। तर म तपाईलाई यो कुरा बताउन चाहन्छु, तपाईँ र म परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति बन्न जरुरी छ। धेरैचोटि हामी कहाँ चुक्छौँ भने परमेश्वरको उपस्थितिमा बस्ने कुरा
यो कुराहरुमा हामी चुकिराखेको हुन्छ, यो कुरामा हामी जिराखेको हुँदैनौँ। त्यसैले म तपाईलाई आज उत्साहित गर्न चाहन्छु, यो मेरो प्रार्थना हो आज कि हामी परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति बनिन जरुरी छ। आमेन, हालेलुया। धेरैचोटि हामी के गर्छौँ? कुरा गर्छौँ। बोल्नमा नि विश्वासीलाई कसैले हराउन सक्दैन। धेरै अन्य जातिहरूले मैले भनेको सुने, क्रिस्चियनहरू भएपछि त बोल्नु त साह्रै सिपालु हुन्छ भन्छ। क्रिस्चियनहरूलाई बोल्न हराउनै सक्दैन कसैले। आम्मामा हामी प्रचार गर्ने कुरा, बोल्ने कुरामा त यति साह्रो हुन्छौँ। तर म तपाईँलाई यो कुरा भन्न चाहन्छु, तपाईँ र म प्रचार गर्छौँ, तपाईँ र म बोल्छौँ, तपाईँ र म कुरा गर्छौँ, तर यदि सुन्नुहोस् है, प्रचार गरेको कुरा, बोलेको कुरा तपाईँ र मेरो जीवनमा देखिँदैन भने, हामी परमेश्वरको उपस्थितिमा बस्दैनौँ भने हामी कलाकार बन्छौँ। हामी ख्रिस्टलाई देखाउने व्यक्ति बनिँदैनौँ। अहिलेको समयमा म यसो हेर्छु, यसो विचार गर्छु, विश्वासीलाई जस्तो कला देखाउन, विश्वासीलाई जस्तो त्यो छ नि नाटक देखाउन अरूलाई पनि त्यस्तो आउँदैन जस्तो लाग्छ मलाई। चर्चभित्र आएपछि के हुन्छ भोलि पनि जय मसीह है, अझै पुलपिटमा आयो भने त हालेलुया हालेलुया, परमेश्वर प्रेम हुनुहुन्छ। अझै वचन बोल्ने भने त झन् खतरा हुन्छ। हालेलुया। यहाँबाट बाहिर जानुपर्छ अनि रियल मान्छे देखिन्छ। यहाँ चाहिँ के हुन्छ? हालेलुया, यहाँ चाहिँ प्रेज द लर्ड, प्रभु असल हुनुहुन्छ। रियल मान्छे यहाँ देखिँदैन कि, रियल मान्छे यहाँबाट बाहिर गएपछि देखिन्छ। त्यसैले नाटक देखाउन, कला देखाउन नि विश्वासीलाई भेट्दैन अरूले। त्यसैले हामी बोल्छौँ, जिउँदैनौँ। यदि हामी प्रभुको उपस्थितिमा बस्दैनौँ भने कलाकार बन्छौँ हामी। तर क्रिस्चियन अर्थात् ख्रिस्टलाई धारण गर्ने, ख्रिस्टलाई देखाउने व्यक्ति हामी बनिँदैनौँ। त्यसैले परमेश्वरलाई कलाकार चाहिएको होइन, पवित्र आत्मालाई कलाकार चाहिएको होइन, पवित्र आत्मालाई ख्रिस्ट देखाउने व्यक्ति चाहिएको। हालेलुया हालेलुया। यदि हामी प्रचार गर्छौँ तर जिउँदैनौँ, यदि हामी कुरा गर्छौँ प्रभुको उपस्थितिमा बस्दैनौँ भने, म धेरैचोटि भन्छु नि, तिमी पनि त्यस्तै, म पनि त्यस्तै, उस्तै हुन्छौँ। संसारभन्दा हामी भिन्नै हुँदैनौँ, संसारभन्दा बेग्लै हुँदैनौँ हामी। संसारको मान्छेले तपाईँ र मलाई भिन्न देख्दैन, संसारको मान्छेले तपाईँ र मलाई बेग्लै देख्दैन। त्यसैले यदि तपाईँ र म यस पृथ्वीमा भिन्नता ल्याउने व्यक्ति बनिने हो भने तपाईँ र म परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति हुन जरुरी छ। आमेन, हालेलुया। यदि परमेश्वरको अभिषेकले तपाईँ र म भिज्ने हो भने परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति बनिनुपर्छ। तपाईँ र म कलाकार होइन, प्रेमी बन्नुपर्छ। सबैले भन्नुहोस् त, कलाकार होइन, प्रभुको प्रेमी बन्नुपर्छ। प्रभुको प्रेमी बन्नुपर्छ। आमेन। अहिले के विश्वासीलाई प्रार्थना गर्नुपर्छ भन्ने थाहा छ कि थाहा छैन? थाहा छ त, थाहा छ, तर प्रार्थनाको जीवन हुँदैन। थाहा छ फेरि प्रार्थना गर्नुपर्छ, कुरा आयो भने कसरी प्रार्थना गर्नुपर्छ त्यो पनि थाहा छ, के कुराको लागि कसरी गर्नुपर्छ त्यो पनि थाहा छ। तर जब प्रार्थनाको कुरा आउँछ, बोलीमा त हामी त तारै झार्छौँ, तर जियाई धेरैचोटि हुँदैन। त्यसैले म आज उत्साहित गर्न चाहन्छु तपाईँहरूलाई, जिउने व्यक्ति बनाऊ प्रभुको उपस्थितिमा। आमेन। तपाईँ र म भिन्नता ल्याउने व्यक्ति बनिन चाहन्छु यस पृथ्वीमा। तपाईँ र म प्रभुको उपस्थितिमा अब बस्नुपर्छ। हालेलुया। बाइबलमा हामी के देख्न सक्छौँ? हेर्नुहोस्, सभाघरमा के हुन्थ्यो? पुरानो करारै पढिन्थ्यो। सभाघरमा के हुन्थ्यो? अगमवक्ताको पुस्तकै पढिन्थ्यो। सबै मिलेर नि आराधना गर्थ्यो।
हालेलुया हालेलुया। सबै मिलेर आराधना गर्थ्यो, वचन प्रचार हुन्थ्यो, त्यहाँ शिक्षा हुन्थ्यो, सबै कुरा हुन्थ्यो। अनि त्यही पनि दुष्ट आत्मा लागेको व्यक्ति पनि, हात सुकेको व्यक्ति पनि, दुष्ट आत्मा लागेको व्यक्तिहरू पनि सबै मिलेर आराधना गर्दै थियो। केही चेन्जेस थिएन, वचन प्रचार भइराखेको थियो, शिक्षा भइराखेको थियो, विधि विधानको कुरा भइराखेको थियो। तर जसै सभाघरमा प्रभु येशू जानुभयो, सभाघर अभिषेकले भरियो। जसै प्रभु येशू सभाघरभित्र जानुभयो, सभाघर परमेश्वरको उपस्थितिले भरियो। हालेलुया। दुष्ट आत्मा, मानिसहरु भित्र बसेको दुष्ट आत्मा सल्ब लाउन लाग्यो। फरक प्रभुको उपस्थितिले पार्छ। अहिले चर्च र सभाघर उस्ता उस्तै छ, केही भिन्नता छैन। चर्च र संसार उस्ता उस्तै छ, भिन्न छैन। तर चर्च त फरक हुनुपर्ने, चर्च त बेग्लै हुनुपर्ने। हामीभित्र परमेश्वरको आत्मा हुनुहुन्छ, हाम्रो जीवनमा परमेश्वरले त्यो उपस्थिति दिनुभएको छ। बेग्लै हुनुपर्ने, फरक हुनुपर्ने, उस्ता उस्तै छ। हेर्नुहोस् है, अहिले चर्च र सभाघर उस्ता उस्तै छ, केही फरक छैन। किनभने कलाकार धेरै छन्। सुन्नुहोस् है, कलाकार धेरै छन्, प्रभुको उपस्थितिमा बस्ने व्यक्तिहरू थोरै छन्। कलाकार प्रशस्तै छ अहिले मण्डलीहरूमा, तर प्रभुको उपस्थितिमा बस्ने प्रेमी, प्रभुसँग सम्बन्धमा बस्ने प्रेमी, प्रभुको उपस्थितिमा घन्टौं घन्टा बस्ने प्रेमीहरूको कमी छ अहिले मण्डली। त्यसैले त केही चेन्जेस छैन, केही बदलाउ छैन। चर्च र संसार उस्ता उस्तै छ, चर्च र सभाघर उस्ता उस्तै छ। त्यसैले भिन्नता ल्याउने हो भने अब हामी प्रभुको उपस्थितिमा बस्ने व्यक्ति बनिनुपर्छ। आमेन, हालेलुया। हेर्नुहोस्, शास्त्रीहरूले के गर्दै थिए? वचन प्रचार गर्दै थिए। व्यवस्थाको पण्डितहरूले के गर्दै थिए? वचन प्रचार गर्दै थिए। तर उनीहरूले प्रचार गरेको शिक्षामा अधिकार थिएन, उनीहरूले प्रचार गरेको शिक्षामा परमेश्वरको अभिषेक थिएन। तर हेर्नुहोस्, प्रभु येशूले जब मानिसहरूको बीचमा प्रचार गर्नुभयो नि, सुन्ने मानिसहरूले नै फारिसी शास्त्रीको शिक्षा र येशूको शिक्षामा भिन्नता पाए। हालेलुया। प्रभु येशूले शास्त्री र फरिसीले जस्तो सिकाउनु हुन्थेन। जब प्रभु येशूले शिक्षा दिनुहुन्थ्यो, उहाँको शिक्षा अधिकारमा थियो। आमेन। उहाँले कतिपटक त वचन बोलेरै दुष्ट आत्मा निकाल्नु भएको छ। जब मानिसहरूले येशूको शिक्षा सुन्थे, उनीहरू छक्कै पर्थे, किनभने प्रभु येशूले प्रचार गर्नुभएको शिक्षामा अधिकार थियो, अभिषेक थियो। आमेन। प्रत्येक शब्दले मानिसमा जीवन ल्याउँथ्यो। हालेलुया। प्रभु येशूले अधिकार पाएको मानिसहरूले चाहिँ सिकाउनुहुन्थ्यो। अहिले हेर्नुहोस्, मण्डलीहरूमा प्रचार भइराखेको छ, त्यो प्रचारमा अधिकार देखिँदैन। प्रचार भइराखेको छ, त्यो प्रचारमा परमेश्वरको अभिषेक देखिँदैन। हुन त बाइबलै हो भट्याउने, प्रचार त बाइबलै भइराखेको हुन्छ, तर त्यो प्रचारको शब्दहरू जीवित भएर देखा परिराखेको हुँदैन। प्रचारको शब्दहरूमा अभिषेक देखिराखेको हुँदैन। किन? वचनलाई नै पवित्र आत्माले जीवित बनाउनुहुन्छ। हालेलुया। वचनलाई परमेश्वरको उपस्थितिले नि लोगोसबाट रेमा बनाउँछ। आमेन। हालेलुया। त्यसैले हाम्रो प्रचारमा भिन्नता देखिनको लागि, हामीले हाम्रो प्रचारमा परमेश्वरको अधिकार देखिनको लागि, हाम्रो प्रचारमा परमेश्वरको अभिषेक देखिनको लागि नि उपस्थितिमा बस्नुपर्छ।
सबैले भन्नुहोस् न उपस्थितिमा हालेलुया। मैले एकजना सेवकको गवाही सुनेको थिएँ। त्यो सेवकको साथीहरू डक्टर गरेको, अनि त्यो व्यक्ति चाहिँ आफ्नो साथीहरू चाहिँ शिक्षित, त्यो व्यक्ति चाहिँ अलि नपढेको। उसको साथीहरूले इङ्ग्लिसमा प्रचार गर्थ्यो रहेछ कि, ठुल्ठुलो सभामा इङ्ग्लिसमा प्रचार गर्ने। तर त्यो व्यक्ति बिचरा, उसलाई अलिकति इङ्ग्लिस नआउने, उसलाई एकदमै इच्छा भएछ, अनि उसले त भने नि उसलाई त इङ्ग्लिस आउँदैन अब प्रचार गर्नको लागि। घन्टौँ प्रभुको उपस्थितिमा बसेछ। एक दिनको कुरा, प्रभु येशू आउनुभएछ। प्रभु येशू आएर त्यो व्यक्तिलाई छुनु भएछ। त्यो व्यक्तिले इङ्ग्लिसमा प्रार्थना गर्न थाल्यो। आमेन, हालेलुया। त्यो व्यक्तिले इङ्ग्लिसमा प्रचार गर्न थाल्यो, अर्थात् इङ्ग्लिसमा प्रार्थना गर्यो। अनि पछाडि त्यो व्यक्तिले इङ्ग्लिसमा प्रचार गर्न थाल्यो। जसै उसले प्रचार गर्थ्यो, उसले प्रचार गर्दै गर्दाखेरि धेरै मानिसहरूले प्रभुलाई चिन्थ्यो, धेरै मानिसहरूले प्रभुलाई ग्रहण गर्थ्यो। आमेन। उसले प्रचार गर्दै गर्दाखेरि उसको प्रचारमा परमेश्वरको अधिकार र परमेश्वरको अभिषेक देखा पर्थ्यो। अनि त्यो उसको पढेको साथीहरू, डक्टरेट गरेको साथीहरूले सोधेछ कि औ के हो, हामीले प्रचार गर्दै गर्दाखेरि हाम्रो शिक्षामा अभिषेक देखिँदैन, अधिकार देखिँदैन। तिमीले प्रचार गर्दै गर्दाखेरि त धेरै मानिसले प्रभुलाई ग्रहण गर्छन्, तिमीले प्रचार गर्दै गर्दाखेरि मानिसको हृदय छेडिन्छ, के हो त्यस्तो खास कुरा, के हो? उसको साथीहरूले सोध्छ। अनि त्यो व्यक्तिले उसको साथीलाई भन्छ, आउनु त, म रहस्य तिमीहरूलाई भन्छु, आऊ मेरो घर। अनि आफ्नो साथीहरूलाई घर लिएर आएछ। अनि घर लिएर आएर नि एउटा कोठामा लगेछ। उसले ढोका खोलेछ, कोठामा लगेछ। अनि भनेछ, म यहाँ बसेर घन्टौँ प्रार्थना गर्थेँ। म यहाँ बसेर घन्टौँ प्रार्थना गर्छु। म यहाँ बसेर घन्टौँ प्रभुको उपस्थितिमा बस्छु। तिमीहरूको दिमागबाट प्रचार गर्छौ, म पवित्र आत्माको शक्तिमा प्रचार गर्छु। साथीहरूले थाहा भयो भिन्नता एउटै कुराले रहेछ, प्रभुको उपस्थितिले। हालेलुया। त्यो व्यक्तिले कसैले छोयो भन्ने गीत लेखेको छ। हाम्रो प्रचारमा, हाम्रो जीवनमा परमेश्वरको शक्ति र अभिषेक देखिने हो भने हामी प्रभुको उपस्थितिमा बस्ने व्यक्ति हुन जरुरी छ। बाइबलमा हामी देख्न सक्छौँ एलिया परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति थियो। आमेन। त्यो परमेश्वरको उपस्थितिमा बस्दा उसको विश्वासको आयाम यति साह्रो माथि पुगिसकेको थियो। उसले नि गएर इजरायलको राजालाई च्यालेन्ज गरेको छ। एउटा अगमवक्ता हेर्नुहोस्, प्रभुको उपस्थितिमा बस्दा, प्रभुको अगाडि उभिराख्दाखेरि, प्रभुको सामुने उभिराख्दाखेरि, प्रभुको उपस्थितिमा बस्ने व्यक्ति, त्यो व्यक्तिको विश्वासको आयाम यति साह्रो माथि हायर डाइमेन्सनमा पुगेको थियो। अनि एलियाले आएर नि इजरायलको राजा आहाबलाई यसो भनेको छ, मेरो वचन बिना पृथ्वीमा पानी पर्दैन, मेरो वचन बिना पृथ्वीमा शीत पर्दैन। एलियाले के भनेको छ, जुन परमेश्वरको सामुने म उभिरहन्छु, जुन परमेश्वरको उपस्थितिमा म बस्छु, जुन परमेश्वरको सामु म खडा हुन्छु, सुन आहाब, मेरो वचन बिना अब पृथ्वीमा पानी पर्दैन, मेरो वचन बिना पृथ्वीमा शीत पर्दैन। उसले आकाशलाई बन्द गरिदियो, राजालाई गएर च्यालेन्ज गरेको छ। हेर्नुहोस्, एकजनाले पढिदिनुहोस् न, 1 राजा 17:1। अब गिलादको तिस्बी एलियाले हजुर आहाबलाई भने परमप्रभु इजरायलका परमेश्वर जसको सेवा म गर्दछु उहाँको जीवित नाउँमा शपथ खाएर म भन्दछु मेरो वचन बिना आगामी केही वर्षहरूभरि
न त शीत पर्नेछ, केही पानी पर्नेछ। न केही पानी पर्नेछ। मैले अरू बाइबलको अनुवादलाई हेर्दै थिएँ। अरू बाइबलको अनुवादलाई हेर्नु त्यहाँ के लेखेको छ भने जुन परमेश्वरको उपस्थितिमा म बस्छु भनेको छ एलियाले, जुन परमेश्वरको सामुन्ने म खडा हुन्छु, जुन परमेश्वरको सामुन्ने म उभिन्छु भनेको छ। एलिया परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति थियो। आमेन। परमेश्वरको उपस्थितिमा बस्ने एकजना अगमवक्ताले नि एउटा देशलाई हल्लाउँदैछ, एउटा राजालाई च्यालेन्ज गर्दैछ, एउटा ठुलो देशको इजरायल देशको राजालाई नि च्यालेन्ज गर्दैछ। मेरो आज्ञा बिना पृथ्वीमा पानी पर्दैन, शीत पर्दैन। बाइबलमा हामी देख्न सक्छौँ नयाँ करारमा एलियाको विषयमा व्याख्या गरेको छ। एलिया पनि हामी जस्तै साधारण मानिस थिए। जसै उनले प्रार्थना गरे पानी परेन, एलिया नि प्रभुको उपस्थितिमा बस्ने व्यक्ति थियो, प्रभुको सामुन्ने उभिरहने व्यक्ति थियो। अनि त्यो उपस्थितिमा बस्दाखेरि त्यो व्यक्तिको विश्वासको हामी यति साह्रो माथि पुग्यो कि यति साह्रो कन्फिडेन्ट थियो उसँग, उसले गएर राजालाई च्यालेन्ज गरेको छ। वाह! प्रभुको उपस्थितिमा बस्ने व्यक्तिले हेर्नुहोस् त एउटा देशलाई, राष्ट्रलाई हल्लाउँदो रहेछ, राजालाई च्यालेन्ज गर्न सक्दो रहेछ। आमेन। राजालाई चुनौती दिएको छ, आकाशलाई रोकेको छ। यस्तो कि सबै उसको हातमा जस्तो। एकजना प्रभुको जनले भन्नुभएको थियो एलियाले के गर्यो, आकाशको त्यो चापी लगाइदियो, चापी खोल्टीमा हालेर हिँड्यो भन्नुभएको थियो कि साह्रै दामी लाग्यो। एकजना साधारण व्यक्तिले आकाश बन्द गर्दैछ। हेर्नुहोस् त त्यो व्यक्ति प्रभुको उपस्थितिमा बस्ने व्यक्ति हो, प्रभुको सामुन्ने। त्यसैले म तपाईँलाई आज उत्साहित गर्न चाहन्छु, हामी जति प्रभुको उपस्थितिमा बस्छौँ नि विश्वासको हायर 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 डाइमेन्सन भित्र हामी पुग्छौँ। आमेन। बाइबलमा हामी के देख्न सक्छौँ, यहोशू परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति थियो। जब मोसा भेटुले पालबाट निस्किन्थ्यो यहोशू अझै प्रभुको उपस्थितिमा बस्थ्यो। त्यो उपस्थितिमा बस्दा नि उसको विश्वासको आयाम यति साह्रो माथि पुग्यो कि जब युद्ध भयो नि, युद्ध हुँदाखेरि यहोशूले सूर्यलाई र चन्द्रलाई रोकेको छ। हेर्नुहोस् त एकजना साधारण व्यक्तिले सूर्यलाई के गरेको छ, त रोकी जा यसो भनेको छ। यहोशूले ए सूर्य त गिबोनमाथि, हे चन्द्र त चाहिँ अयलोनको बेसी माथि अडिरह। यहोशूले नि सूर्यलाई रोकेको छ, यहोशूले नि चन्द्रलाई रोकेको छ। एकजना व्यक्ति हेर्नुहोस्, परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति जसले के गर्दैछ, सूर्यलाई कमान्ड गर्दैछ तर रोकी। बाइबलले के भन्छ भने बाइबलमा हामी के देख्न सक्छौँ भने सूर्य अस्ताउन नि ढिलाइ गर्यो। एकजना व्यक्तिले के गर्दैछ, सूर्यलाई रोक्दैछ। हेर्नुहोस् त हालेलुया। जो हामी इतिहासमा देख्छौँ। हेर्नुहोस् यहोशू परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति थियो। जसै उसले हुकुम गर्यो सूर्यलाई त रोकी, चन्द्रलाई हुकुम गर्यो त रोकी। सूर्य र चन्द्र नि रोकेको छ। हालेलुया। एकजना व्यक्तिले नि सूर्य र चन्द्रलाई रोकिदियो इतिहासमा, जसको नाम हो यहोशू। यहोशू परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति थियो। आमेन। हालेलुया। दानियलको जीवनलाई हेरौँ न, प्रभुको उपस्थितिमा बस्ने व्यक्ति थियो त्यो व्यक्ति। यहुदीहरूले दिनमा 3 चोटि प्रार्थना गर्थे, 7 चोटि प्रशंसा गर्थे। राजाले प्रकाशित गरे कि एउटा सूचना प्रकाशित गरे कि 30 दिनसम्म राजा बाहेक अरू कसै पनि देव ईश्वरलाई प्रार्थना नगर्ने। दानियलले नि प्रार्थना नगरी बस्न सकेन हो। उसले सधैँ के गर्थ्यो, घुँडा टेकेर दिनमा 3 चोटि प्रार्थना गर्थ्यो। उसको झ्याल यरुशलेमतिर फर्केको थियो, उसले झ्याल खोलेर सधैँ जस्तो दिनमा 3 चोटि प्रार्थना गरेको छ। अनि हामी देख्न सक्छौँ दानियललाई सिंहको घरमा फालियो, सिंहले छोएन। यो कथा होइन। प्रभुको उपस्थितिमा बस्ने एकजना व्यक्तिले सिंहको मुखलाई थुनिदिएको छ। परमेश्वरले के गर्नुभयो, स्वर्गदूत पठाउनु भयो, सिंहको मुख थुनिदिनु भयो।
एकजना व्यक्ति नै एउटा देशलाई हल्लाको छ। आमेन। हेर्नुहोस् त, बाइबलमा हामी देख्न सक्छौँ प्रेरितहरूको जीवनलाई हेरौँ। उनीहरू हिँड्दाखेरि उनीहरूको छायाले निको हुन्थ्यो। उनीहरू के थिए? प्रार्थनामा बस्ने मान्छे थियो। जब मण्डलीमा समस्या आयो, खानपिनको समस्या आयो, प्रेरितले के भनेको छ? हामी खुवाउने पियाउने कुरामा अल्झिएर बस्नु हुँदैन। 7 जनाले छान्यो, प्रेरितहरू सहित प्रार्थना र वचनको सेवामा लागिराख्न उनीहरूले निर्णय गरे। प्रभुको उपस्थितिमा बस्थे प्रेरितहरू। उनीहरू हिँड्दै गर्दाखेरि उनीहरूको छायाले मानिसहरू निको भए। अहिले त हाम्रो उपस्थितिले रुगा सर्छ, रोग सर्छ, बिरामी सर्छ, तर प्रेरितहरूको त छायाले पनि मान्छे निको हुन्थ्यो। कारण किन? उनीहरू प्रभुको उपस्थितिमा बस्ने व्यक्तिहरू थिए। हालेलुया। भिन्नता चाहिँ प्रभुको उपस्थितिमा बस्ने व्यक्तिले ल्याउँछ। हालेलुया। तपाईँ र म यस पृथ्वीमा भिन्नता ल्याउने व्यक्ति बनिने हो भने प्रभुको उपस्थितिमा बस्न जरुरी छ। हाम्रो बलले होइन, हाम्रो खुबीले होइन, तर परमेश्वरको उपस्थितिले। आमेन। मैले एकजना स्त्रीको गवाही सुनेको थिएँ। मारिया वुडवर्थ भन्ने एकजना स्त्री, जसलाई परमेश्वरले यति साह्रो शक्तिशाली रीतिले चलाउनु भयो नि। यो स्त्री जब सहरमा सिटीमा आउँथे नि, सिटीमा आउँदै गर्दाखेरि पर मान्छे लड्न सुरु गर्थ्यो। हालेलुया। जब मारिया वुडवर्थ आउँथ्यो, लगभग 30 किलोमिटर उतातिर मान्छेहरू लड्न थाल्थ्यो। धेरैचोटि यस्तो घटना घट्यो, 1-2 चोटि होइन। एकजना स्त्री सहरमा आउँदाखेरि नि 30 किलोमिटर उता नि मान्छेहरू लड्न थाल्थ्यो। अभिषेकले लड्न थाल्थ्यो 30 किलोमिटर उता। हालेलुया। हेर्नुहोस् त, प्रभुको उपस्थितिमा बस्ने व्यक्तिले भिन्नता ल्याउँछ। हालेलुया। एकपटक भएन, धेरै पटक त्यो घटना त्यो सिटीमा घट्यो। एकजना स्त्री सिटीमा आउँदा 30 किलोमिटर उता नि मान्छेहरू लड्न सुरु गर्थ्यो। कस्तो प्रभुको उपस्थितिमा बस्ने व्यक्ति होला, कस्तो उपस्थितिमा जिउने व्यक्ति होला, कस्तो प्रभुको उपस्थितिलाई बोकेर हिँड्ने व्यक्ति होला। मैले 21 वर्षको जवान केटाको गवाही सुनेको थिएँ। इतिहास साक्षी छ। त्यो व्यक्ति हिँड्दै गर्दाखेरि नि सडकमा हिँडिराखेको यात्रुहरू नि रुन्थे। उनीहरू त्यो व्यक्तिको उपस्थितिले। धेरै व्यक्तिले घुँडा टेकेर पश्चाताप गर्थे। दन्ते कथा भनेको छैन, मैले साँचो घटना भन्दैछु, इतिहासमा घटेको घटना। जब त्यो जवान केटा हिँड्थ्यो, त्यो केटाको उपस्थितिले वरपरको मान्छेहरू पश्चाताप गर्थे, रुन्थे, यसोलाई स्वीकार गर्थे। त्यो व्यक्तिले प्रचार गर्दै गर्दाखेरि 50 माइल टाढासम्म सुनेको गवाही छ। इतिहास साक्षी छ, इतिहास गवाही छ। हालेलुया। तपाईँ र म यस पृथ्वीमा भिन्नता ल्याउने व्यक्ति बनिने हो भने प्रभुको उपस्थितिमा बस्नुपर्छ। नत्र त त्यस्तै हो, तिमी पनि त्यस्तै, म पनि त्यस्तै, उस्तै। त्यसैले म तपाईँलाई आज उत्साहित गर्न चाहन्छु। मौका एकचोटि हो। हामी यस पृथ्वीमा भिन्नता ल्याउने व्यक्ति बनिन जरुरी छ। यस पृथ्वीमा फरक ल्याउने व्यक्ति बनिन जरुरी छ। त्यो के कुराले हुन्छ? परमेश्वरको उपस्थितिले। हालेलुया। प्रस्थान 33 एकजनाले पढिदिनुहोस्। तपाईको उपस्थितिमा बस्न चाहन्छु, तपाईको मुहारलाई सधैँ हेर्न चाहन्छु। हजुर। अनि परमप्रभुले भन्नुभयो, मेरो उपस्थिति तोसँग जानेछ र म तँलाई विश्राम दिनेछु। तब मूसाले उहाँलाई भने, यदि तपाईको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। हजुर। तपाईँ हामीसित नगएसम्म
तपाईँ हामीसित नगएसम्म म र तपाईँका यी मानिसहरूले म र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भने तपाईँको निगाह पाएको छौँ भनेर हामीले कसरी जान्ने हामीले कसरी जान्ने? अरू के कुराले म र तपाईँका मानिसहरू पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छौँ। पृथ्वीका सारा मानिसहरूदेखि भिन्नै हुन्छ। अब सुन्नुहोस्, यता हेर्नुहोस्, सबैजनाले मूसाले प्रार्थना गर्दैछ, परमेश्वरलाई भन्दैछ, परमेश्वर तपाईँको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलानुहोस्। तपाईँको उपस्थिति हामीसित गएन भने हामी यहाँबाट अगाडि बढ्दैनौँ। तपाईँको उपस्थिति हामीसँग नगएसम्म। बाइबलमा हामी के घटना देख्न सक्छौँ भने नि, बाइबलमा हामी हेर्ने भने परमेश्वरले नि जब उनीहरूले मूर्ति पूजा गरे नि, परमेश्वरले मन दुखाउनु भयो। परमेश्वरले के भन्नुभयो नि, म अब यिनीहरूसँग हिँड्दिनँ, यिनीहरू हड्डी मानिसहरू, म यिनीहरूसँग हिँड्दिनँ भनेको छ। तर परमेश्वरले नि मूसालाई भन्नुभयो, मूसा मेरो उपस्थिति तसँग जानेछ। परमेश्वरले के भन्नुभएको थियो, म यिनीहरूसँग हिँड्दिनँ, तर म स्वर्गदूतलाई खटाउँछु, स्वर्गदूत तिमीहरूको अघि अघि जान्छ। तर मूसाले भन्छ, के भन्छ थाहा छ? यहाँ हामी अहिले भर्खर पढ्यौँ, तपाईँको उपस्थिति हामीसित गएन भने हामीलाई यहाँबाट उता नलैजानुहोस्। मूसालाई थाहा थियो फरक भिन्नता एउटै कुराले ल्याउँछ, त्यो चाहिँ हो परमेश्वरको उपस्थितिले। आमेन। मूसालाई थाहा थियो हामी एउटै कुराले भिन्नै हुन्छौँ, त्यो चाहिँ हो परमेश्वरको उपस्थितिले। त्यसैले उहाँको उपस्थितिले भरिएको जीवन नै शक्तिशाली र अर्थपूर्ण हुन्छ। हालेलुया। त्यसैले मूसाले सुख सुविधा धन सम्पत्ति भन्दा पनि, अर्थात् मूसाले सबै कुराहरू भन्दा बढी मूसाले परमेश्वरको उपस्थितिको खोजी गर्यो, परमेश्वरको उपस्थिति माग्यो। आमेन। म तपाईँलाई उत्साहित गर्न चाहन्छु, सुख सुविधा धन सम्पत्ति भन्दा बढ्ता उहाँको उपस्थितिलाई खोजौँ। हालेलुया। उहाँको उपस्थितिलाई हामी मूल्य दिउँ। आमेन। हालेलुया। यदि परमेश्वर हामीसँग हुनुहुन्छ भने नि सबै कुरा हामीसँग छ। यदि परमेश्वरको उपस्थिति हामीसँग छ भने नि उजाड स्थान पनि स्वर्ग भन्छ। यदि परमेश्वर हामीसँग हुनुहुन्छ भने मरुभूमि पनि स्वर्ग भन्छ। यदि परमेश्वर स्वर्गमा हुनुहुन्न भने स्वर्गमा जति नै स्वर्गदूत, जति नै 24 धर्मगुरु भए पनि शून्य हुन्छ। मूसालाई थाहा थियो जहाँ परमेश्वर हुनुहुन्छ त्यहाँ जीवन छ, जहाँ परमेश्वर हुनुहुन्छ त्यो सबै कुराको सम्भव छ। आमेन। मूसालाई थाहा थियो भिन्नै कुन जातिको हो त्यो जातिले ल्याउँदैन। मूसालाई थाहा थियो भिन्नै एउटै कुराले ल्याउँछ भन्ने मूसालाई थाहा थियो, परमेश्वरको उपस्थितिले। आमेन। हालेलुया। हालेलुया। मूसालाई थाहा थियो भिन्नता परमेश्वरको उपस्थितिले ल्याउँछ। मूसाले भन्छ, तपाईँको उपस्थिति हामीसित गएन भने हामी जाँदैनौँ। तपाईँको उपस्थिति हामीसित गएन भने के कुराले हामी अरू जाति भन्दा भिन्नै हुन्छौँ? परमेश्वरको उपस्थितिले मात्र इजरायली जातिहरूलाई अरूभन्दा भिन्नै बनाउँदो रहेछ। यो कुरा मूसालाई थाहा थियो। हालेलुया। त्यसैले म तपाईँलाई आज उत्साहित गर्न चाहन्छु, भिन्नता यसले ल्याउँदैन के? हेर्नुहोस् त, यसले ल्याउँदैन। कालो होस् कि गोरो होस्, भिन्नता यसले ल्याउँदैन। चुच्चो होस् कि थ्याप्चो होस्, कतिलाई नाकै पिर हुन्छ, विशेष गरी दिदीबहिनीहरूलाई नाक पनि यस्तो भइदियो त हुन्थ्यो भन्ने धेरै कुरा गर्नुहुन्छ। भिन्नता यसले ल्याउँदैन। भिन्नता अग्लो होछले ल्याउँदैन। भिन्नता एउटै कुराले ल्याउँछ, परमेश्वरको उपस्थितिले। यो कुरा मूसालाई थाहा थियो। आमेन। जब हामी परमेश्वरको उपस्थितिमा बस्छौँ तब कुनै कुरा पहिले जस्तो रहँदैन। आमेन। हामी पहिला जस्तो रहँदैनौँ, हामी बदलिन्छौँ, हामी परिवर्तन हुन्छौँ।
जब जब मोसा परमेश्वरको उपस्थितिमा जान्थ्यो, परमेश्वरको मुहारलाई हेर्थ्यो, परमेश्वरसँग बातचित गर्थ्यो, परमेश्वरसँग बातचित गरेर मोसा फर्किँदाखेरि मोसाको अनुहार ऋण लागेको जस्तो देख्थेन, उदास भएको, चिन्ताले डिप्रेसनले भरिएको अनुहार देख्थेन। जब मोसा परमेश्वरको उपस्थितिमा जान्थ्यो, परमेश्वरसँग बातचित गर्थ्यो, परमेश्वरसँग बातचित गरेर आउँदाखेरि नि इजरायलले मोसाको अनुहार चम्केको देख्थ्यो। अहिले हाम्रो ऋणले पेलेको जस्तो देख्छ कि अनुहार, चमक हुँदैन हौ, मुक्तिको उमङ्गै देख्दैनौ। किन प्रभुको उपस्थितिमा गएको छैनौ? यहाँ ऋण यति छ, यहाँ त्यति छ, यहाँ यो छ, त्यो छ। मुसाको जीवनमा हेरौँ न, प्रभुको उपस्थितिबाट बाहिर निस्किँदाखेरि नि, परमेश्वरसँग बातचित गरेर बाहिर निस्किँदाखेरि मानिसहरूले मुसाको अनुहार चम्केको देख्थे। अनुहारमा चमक देखिने हो। मेकअप भन्दा पनि अझै प्रभुको उपस्थिति चाहिन्छ। हालेलुया। धेरैचोटि मेकअपले चम्काउन खोज्छौँ, त्यो पनि आवश्यक छ, म विरोधी होइन है। फेरि जति हामी प्रभुको उपस्थितिमा बस्छौँ नि, मानिसले हाम्रो अनुहारमा परमेश्वरको चमक देख्छ। धेरैचोटि हाम्रो सेवाकाम यस्तो भएको छ, वचन बोल्दा बोल्दै मान्छेहरू अगाडि आएको मैले यसो देखेँ, त्यो उस देखेँ तपाईँमा। जब हामी प्रभुको उपस्थितिमा बस्छौँ, मान्छेले हाम्रो जीवनमा ईश्वरीय चमक देख्छ। हालेलुया। हेर्नुहोस् त, 1 कोरिन्थी 3 अध्यायमा के लेखेको छ भने, पुरानो करार जस्तो महिमित भयो, पवित्र आत्माको सेवा झन् महिमित हुनुपर्छ, झन् बढी महिमित हुन्छ भन्ने कुरा प्रेरित पावलले त्यहाँनिर व्याख्या गरेको छ। हामी त नयाँ करारमा छौँ। हालेलुया। हामी त परमेश्वरको उपस्थिति हामी भित्रै बास गर्छ, हामी परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति हौ। हेर्नुहोस् त, हाम्रो जीवनमा पुरानो करारमा परमेश्वरको महिमा मन्दिरमा देखा पर्थ्यो, पर्वतमा देखा पर्थ्यो। नयाँ करारमा परमेश्वरको महिमा त देखाउने व्यक्ति हामी नै हौ। जन हामी कति प्रभुको उपस्थितिमा बस्नुपर्ने हो, कति प्रभुको उपस्थितिमा बस्नुपर्ने हो। आमेन। त्यसैले मोसालाई थाहा थियो भिन्नता एउटै कुराले ल्याउँछ, त्यो चाहिँ हो परमेश्वरको उपस्थितिले। आमेन। तपाईँ कुन देशबाट हुनुहुन्छ त्यसले फरक पार्दैन। धेरैचोटि हामी भन्छौँ, यो ठाउँमा, यो गाउँमा यत्रो यस्तो माथि दुर्गम गाउँमा किन जन्मेको होला म? अमेरिका जन्मेको भए बा, अस्ट्रेलिया जन्मेको भए बा, आफ्नो भाग्यलाई सराप्दै, आफूलाई पुनपुरो समात्दै हामी बसिराखेको हुन्छौँ। तपाईँलाई थाहा छ, क्याथरिन कुलमेन, जसलाई आज सारा संसारले चिन्छ, त्यो स्त्रीलाई, त्यो स्त्री यस्तो जग्गाको, त्यो गाउँलाई कहिले चिन्दैन। त्यसैले तपाईँ र म कुन देशको हौ त्यसले फरक पार्दैन, तपाईँ र म कुन देशको नागरिक हौ त्यसले फरक पार्दैन, तपाईँ र म कुन गाउँमा जन्मियौ त्यसले पनि फरक पार्दैन। फरक एउटै कुराले पार्छ, परमेश्वरको उपस्थितिले। परमेश्वरको उपस्थितिले। यो कुरा मोसालाई थाहा थियो। आमेन। हालेलुया। मोसालाई थाहा थियो प्रतिज्ञा गरिएको देश परमेश्वरको उपस्थिति बिना अधुरो छ। गन्तव्यमा परमेश्वरको भूमिका एकदमै महत्त्वपूर्ण थियो। आमेन। मोसाले के चुन्यो? आशिष भन्दा आशिष दिनुहुने परमेश्वर मेरो लागि खाँचो छ। हालेलुया। धेरैचोटि हामी आशिष, आशिष, समृद्धि, उन्नति, म 100% विश्वास गर्छु। मोसालाई थाहा थियो मलाई आशिष भन्दा आशिष दिनुहुने परमेश्वरको आवश्यक छ। हालेलुया। जहाँ परमेश्वर हुनुहुन्छ त्यहाँ सबै कुरा छ। अहिले विश्वासीहरू एकजना बाजेले भन्नुहुन्थ्यो कि, पास्टर बाजेले, प्रभु दुध दिनुहोस्, प्रभु मही दिनुहोस्, प्रभु दही दिनुहोस्, प्रभु घिउ दिनुहोस्, प्रभु तर दिनुहोस् भन्नुभन्दा भैँसी नै माग्यो भने सबै भैँसीले दिन्छ भन्नुहुन्थ्यो कि उहाँले। जहाँ परमेश्वर हुनुहुन्छ त्यहाँ सबै कुरा छ। जहाँ पवित्र आत्मा हुनुहुन्छ सबै कुरा छ। अभिषेकको पछाडि भाग्नु पर्दैन।
पवित्र आत्मामा अँगालो हाल्छौँ, उहाँसँग गहिरो सम्बन्धमा बनिन्छौँ। अभिषेकको हात, परमेश्वरको हात तपाईँ र मेरो शिरमा पर्छ। वरदानले तपाईँ र मलाई पछ्याउँछ, चिन्ह चमत्कारले तपाईँ र मलाई पछ्याउँछ। आमेन। मसँग थाहा थियो यी सबै कुरा परमेश्वरको उपस्थितिले हुन्छ। आमेन। सुन्नुहोस् मण्डली, भिन्नता, फरक नियमले ल्याउँदैन, भिन्नता परम्पराले ल्याउँदैन। भिन्नता म बैप्टिस्ट, म क्यारिस्मेटिक, म एपोस्टोलिक, म प्रोफेटिक यसले ल्याउँदैन। भिन्नता नियम, परम्परा, सिद्धान्तले ल्याउँदैन। भिन्नता एउटै कुराले ल्याउँछ, त्यो परमेश्वरको उपस्थितिले। आमेन। हालेलुया। एकजना व्यक्तिले मलाई यसो भन्नुभयो कि हाम्रो चर्चमा त मान्छे आउँदैन। यो भवनलाई देखेर पनि होला भन्नुहुन्थ्यो कि उहाँले, अलिकति भवन राम्रो भए भए, अलिकति यो कुरा राम्रो भए भए। म तपाईँलाई भन्न चाहन्छु, भिन्नता भवनले ल्याउँदैन हो, यो पनि आवश्यक छ। भिन्नता यो सजावटले ल्याउँदैन हो, यो पनि आवश्यक छ। तर भिन्नता नि एउटै कुराले ल्याउँछ, त्यो चाहिँ हो परमेश्वरको उपस्थितिले। आमेन। हालेलुया। तपाईलाई थाहा छ बाइबलमा हेर्नुहोस्, 32मा दिने यौनाले टाई सुट लाएर प्रचार गर्थ्यो हो। देख्नु सुन्नु भएको छ? 32मा दिने यौनाले टाई सुट लाएर प्रचार गर्थ्यो हो? होइन। हामीले जस्तो यस्तो लुगा लगाएर प्रचार गर्थ्यो? होइन। बाइबलले के भन्छ भने उटको औबाट बनेको लुगा लगाउँथ्यो। हेर्नुहोस्, उसले खाना केएफसी खान्थेन कि पिज्जा। भिन्नता चाहिँ केएफसीले ल्याउँदैन, पिज्जाले ल्याउँदैन, भिन्नता चाहिँ टाई सुटले ल्याउँदैन। 32मा दिने यौना उटको रङबाट बनेको लुगा लगाउँथ्यो, बनमोह र सलह खान्थ्यो। त्यो व्यक्ति सिटीमा आएर पनि प्रचार गरेन, बजारमा आएर, सहरमा आएर प्रचार गरेन। अहिले भन्छ नि गाउँमा भएर होला मण्डली वृद्धि नभएको, त्यसले पनि भिन्नता ल्याउँदैन। 32मा दिने यौना हेर्नुहोस्, साधारण मान्छे, साधारण लुगा लगाउने मान्छे, साधारण कुरा खाने मान्छे, सिटीमा भएको मान्छे 40 स्थानमा आयो। के गर्नु? 32मा लिन। आमेन। 32मा दिन यौना प्रभुको उपस्थितिमा बस्ने व्यक्ति थियो। आमेन। ऊ सिटीमा जानु परेन प्रचार गर्न, तर सिटी उजाड स्थानमा आयो। हालेलुया। दूरीले फरक पार्दैन, लोकेसनले फरक पार्दैन, फरक एउटै कुराले परमेश्वरको उपस्थितिले। त्यसैले 32मा दिने यौना परमेश्वरको उपस्थितिमा बस्ने व्यक्ति थियो। उसँग सन्देश थियो। के थियो? सन्देश थियो। त्यो सन्देशले नै त्यसलाई उजाड स्थानमा ल्यायो। हालेलुया। त्यही उपस्थितिले नै सिटीमा भएको मानिसहरूले एर्दन नदीमा लिएर आयो। चेन्नाईमा म गएँ, बाराका प्रोफेटिक मिनिस्ट्री, इजिकिया फ्रान्सिस हुनुहुन्छ अगमवक्ता। उहाँहरूको जग्गा सिटीमा छैन, जङ्गलभित्र छ। जङ्गलभित्र बस्नुहुन्छ उहाँहरू। सिटीबाट 2 घन्टा लाग्छ ट्याक्सीमा। हामी एयरपोर्टबाट 2-3 घन्टा लाग्यो त्यो जग्गामा जान। पुण्डी भन्ने जग्गामा, त्यही पनि जङ्गलको भित्र, यस्तो भित्र उहाँहरू बस्नु भएको छ। सिटीमा छैन उहाँहरूको। तर त्यो जग्गामा नि संसारबाट मान्छे आउँछ, संसारबाट मान्छे आउँछ। इजिकिया फ्रान्सिसको जीवनलाई मैले हेरेँ। त्यो मान्छे आफ्नो परिवारलाई पनि भेट्दैन, आफ्नो परिवारलाई पनि भेट्दैन। कतिवटा सेवामा त ऊ त बोल्नै आउँदैन। ऊ प्रभुसँग यति साह्रो वर्ष त्यो मान्छे, यति साह्रो। उसको परिवारले भेट्नको लागि उसलाई पर्खिनु पर्छ। अनि त्यो जङ्गलभित्र नि संसारबाट मान्छेहरू आउँदैछ। यस्तो यस्तो मान्छे आउँछ जसको मण्डलीमा 3000 विश्वासी भएको। त्यहाँभित्र सुत्न पनि भिआइपी कोठाहरू छैन। फेरि त्यहाँ खानपिन पनि त्यस्तो भिआइपी छैन। फेरि 3000 विश्वासीको पास्टर छन्, ढोकामा यत्तिकै सुतिराखेको हुन्छ। टिभीमा हिलिङको सेवकाई गर्ने ठुल्ठुलो सेवकहरू आउँछ रिफ्रेस हुनको लागि।
त्यसैले मण्डली परिवारमा भन्न चाहन्छु, भिन्नता उपस्थितिले ल्याउँछ। हालेलुया। भिन्नता उपस्थितिले ल्याउँछ। त्यसैले तपाईले मलाई के चाहिएको छ भने भिन्नता। कति व्यक्तिले के भन्छ, चर्चमा राम्रो राम्रो साउन्ड सिस्टम भयो भने बेस गिटार, इलेक्ट्रिक गिटार होइन, किबोर्ड पनि रोल्यान्डको यस्तो यस्तो भयो भने मान्छे आउँछ। यसले ल्याउँदैन हो, यो पनि आवश्यक छ, फेरि आवश्यक छैन भनेको होइन। अघि हामीले सूचना सुन्यौँ, प्रार्थना गरौँ गिटारको लागि, तर भिन्नता चाहिँ यसले ल्याउँदैन। यो त टुल्स मात्रै हो। भिन्नता नि प्रभुको उपस्थितिले ल्याउँछ। हालेलुया। त्यसैले मूसालाई थाहा थियो। मूसाले भन्यो, परमेश्वर तपाईँको उपस्थिति हामीसित गएन भने हामी जाँदैनौँ। कसरी हामी भिन्नै हुने, कसरी हामी बेग्लै हुने, कसरी हामी अरू जातिभन्दा बेग्लै देखिन्छौँ। मण्डली परिवार म तपाईँलाई भन्न चाहन्छु, तपाईँमा अरूभन्दा भिन्नै जाति हो। हाम्रो कलर एउटै छ, हाम्रो वर्ण एउटै छ, तर हामी भिन्नै व्यक्ति हौ। हामी बेग्लै जाति हौ। यसको रगतले धोएका त्यो जाति हौ जो व्यक्तिभित्र पवित्र आत्मा वास गर्नुहुन्छ। त्यसैले मण्डली परिवार म तपाईँलाई उत्साहित गर्न चाहन्छु, फर्क्यौँ त्यो उपस्थितिमा, फर्क्यौँ त्यो उपस्थितिमा। त्यसैले म भन्न चाहन्छु, तपाईँ अहिले मण्डलीभित्र हुन सक्नुहुन्छ, तर तपाईँ मण्डलीभित्र भएर पनि तपाईँ परमेश्वरको उपस्थितिभित्र नहुन सक्छ। बुझ्नु हुँदैछ मैले भनेको कुरा? तपाईँले यही हुन सक्नुहुन्छ, यही कोठाभित्र, तर तपाईँ परमेश्वरको उपस्थितिभित्र नहुन सक्नुहुन्छ। कोठाभित्र छु यसको मतलब म परमेश्वरको उपस्थितिमा छु होइन। अब परिवर्तन हो। एकचोटिको जीवन हो, एकचोटिको जीवन, एकचोटिको जीवन। कति बाँचेला र हामी गीत चाहिँ गाउँछौँ, यो दुनियाँ मेरो घर होइन, साँच्चै यो मेरो घर होइन, यस दुनियाँमा आरामै छैन, यो दुनियाँ मेरो घर होइन भन्छौँ। फेरि घर बनाउन प्रभुलाई भोलेर जीवनै त्यो घरको लागि लगाउँछौँ। हेर्नुहोस् है, गीत चाहिँ यो दुनियाँ मेरो घर होइन, गीत चाहिँ गाउँछ हामी। मैले यसो विचार गरेँ कि यहाँभन्दा अगाडि यो घरलाई म हेर्छु, एउटा यस्तो राम्रो घर छ, अनि म हेर्छु त्यो घरलाई। त्यो घर बनाउने हो भने जीवनभर खर्च गर्नुपर्छ, समय, जीवनभर एउटा घरको लागि जीवन दिने। म त यस्तो सोचिराखेको छु, बरु घर बनाउँदिन अब्राम जस्तै पाल सरेको सर्छु। मेरो लागि घर माथि बनेको छ। हो, प्रभुले दिनुभयो भने फेरि म फेरि त्यो एकदम दुखी हुनुपर्छ भन्ने होइन। प्रभुले दिनुभयो भने म विश्वास गर्छु, यस आई रिसिभ, यस मल दिनुहुन्छ भने रिसिभ। परमेश्वरले जस्तोमा राख्नुहुन्छ त्यस्तोमा हामी फिट हुन सिक्नुपर्छ। हामीलाई चाहिएको प्रभुको उपस्थिति हो। बेग्लै र भिन्नता प्रभुको उपस्थितिले बनाउँछ। आमेन। प्रश्न गर्न चाहन्छु, कति प्रभुको उपस्थितिमा बस्छौँ?